यो भर्नको लागि तपाईहरुले यो हप्ता 4000 रुपैयाँ रेडी गरेर राख्नु होला। यसमा दुईटा फोर्डिजनको लागि हो र दुईटा चाहिँ जनरल पब्लिकको लागि हो, सर्वसाधारणको लागि हो। तर आज हामीहरूले पहिला सर्वसाधारण कुरा गरौँ। जस्तै कि अब यो हप्ता पहिलो नम्बरमा आइपिओ रहेछ सुपर खुदी, जुन हाइड्रो सेक्टरमा पर्दो रहेछ र फर जनरल पब्लिकको लागि यो रहेछ। फोर्डिजनको लागि पहिला नै खुलिसकेछ, यो चाहिँ सेकेन्ड राउन्ड हो। सो गाइस यसमा चाहिँ कति रहेछ त्यो हेरौँ। र यसमा इस्यु सेयर चाहिँ 12,86,500 किता रहेछ। सबै किता चाहिँ 100 रुपैयाँको दरले रहेछ र यसको चाहिँ सेक्टर हाइड्रो पावर नै हो र इस्यु म्यानेजर चाहिँ ग्लोबल आइएमई क्यापिटल रहेछ। यो गाइज तपाईहरुको फागुन 5 गतेदेखि फागुन 10 गतेसम्म खुलाउने गर्छ। अर्को आइपिओ चाहिँ रहेछ पाल्पा सिमेन्ट। पाल्पा सिमेन्ट पनि यही हप्ता फर जनरल पब्लिकको लागि खुलाउने गर्छ, सर्वसाधारणको लागि। इस्यु सेयर चाहिँ 45 लाख किता रहेछ। इस्यु प्राइस चाहिँ 100 को दरले नै रहेछ। इस्यु सेक्टर चाहिँ एमएफजी एन्ड प्रोसेसिङ रहेछ र यसको इस्यु म्यानेजर चाहिँ नबिल इन्भेस्टमेन्ट रहेछ र यसको चाहिँ फागुन 12 गतेदेखि फागुन 15 गतेसम्म खुलाउने गर्छ। तत्काल यही दुईटा आइपिओ रहेछ जुन हाम्रो नजदिकमा आइपुगेछ, सर्वसाधारणको लागि रहेछ। अब जुन दुईटाको कुरा गर्ने त्यो दुईटा चाहिँ फोरेजनको लागि रहेछ। यो दुईटा आइपिओ पहिलो नम्बरमा रहेछ एपोलो हाइड्रो पावर लिमिटेड। यो चाहिँ फोर्जनको लागि रहेछ। यो हाम्रो जनरल पब्लिकले भर्न मिल्दैन, सर्वसाधारणले भर्न मिल्दैन, लोकलले भर्न मिल्छ, किनभने यो चाहिँ लोकल र फोर्जन दुईटैको लागि हो। यसको इस्यु सेयर चाहिँ 94,000 किता रहेछ। इस्यु प्राइस चाहिँ 100 को दरले हुन्छ र सेक्टर चाहिँ हाइड्रो पावर हुन्छ र इस्यु म्यानेजर चाहिँ हिमालय क्यापिटल हुन्छ। यो चाहिँ तपाईको लगभग फागुन 11 देखि फागुन 14 गतेसम्म खुलाउने गर्छ। लोकलको पनि रहेछ यसमै। लोकलको तपाईको इस्यु सेयर चाहिँ 4,70,000 किता रहेछ। इस्यु प्राइस चाहिँ 100 को दरले रहेछ। सेक्टर चाहिँ हाइड्रो पावर रहेछ। इस्यु म्यानेजर हिमालय क्यापिटल रहेछ र फागुन 11 गतेदेखि लिएर फागुन 25 गतेसम्म यो खुलाउने गर्छ। यसमा चाहिँ तपाईको र लोकलले यसमा मात्र भर्न मिल्दो रहेछ। हामीहरूले सबैले भर्न मिल्दैन। यहाँ नोटिस जारी गर्नुभएको छ, यहाँ हेर्नुस्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरिएको सेयर मध्ये 50% अर्थात् 2,35,000 किता सेयर उच्च प्रभावित क्षेत्र अर्थात् ओखलढुङ्गा जिल्ला खिजिदेम्बा गाउँपालिका वडा नम्बर 7 र 8 स्थानीय बासिन्दाहरूमा बाँडफाँड गरिनेछ भने 30% अर्थात् 9,49,000 किता मध्ये प्रभावित क्षेत्र अर्थात् सोलुखुम्बु जिल्ला लिखुपिक्के गाउँपालिका वडा नम्बर 22 रामेछाप जिल्लामा उमाकुण्ड गाउँपालिका वडा नम्बर 3 का बासिन्दाहरूका लागि बाँडफाँड गरिनेछ। त्यस्तै बाँकी रहेको 20% अर्थात् 94,000 किता सेयर न्यून प्रभावित क्षेत्र रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नम्बर 22 गोकुल गङ्गा गाउँपालिका वडा नम्बर 1 मा स्थानीय बासिन्दाहरूका लागि बाँडफाँड गरिनेछ। अर्को आइपिओ चाहिँ तपाईको रहेछ कालिन्चोक हाइड्रो लिमिटेड। यो पनि उस्तै रहेछ, फोर्जनको लागि र लोकलको लागि मात्र रहेछ। यसमा चाहिँ सबैजनाले भर्न मिल्दैन। यसको पनि नोटिस जारी गर्नुभएको छ, यहाँ हेर्नुस् के कति छ। इस्यु सेयर चाहिँ 82,500 किता रहेछ। यसमा इस्यु प्राइस चाहिँ 100 को दरले नै रहेछ र सेक्टर चाहिँ हाइड्रो पावर रहेछ। इस्यु म्यानेजर आरबिबी मर्चेन्ट फागुन 13 देखि लिएर फागुन 17 गतेसम्म खुलाउने गर्छ। यसको पनि अब हेर्नुस् नोटिस रहेछ र यसमा चाहिँ लोकलको लागि के रहेछ। इस्यु सेयर चाहिँ 5,50,000 किता रहेछ। इस्यु प्राइस चाहिँ 100 को दरले रहेछ। सेक्टर हाइड्रो पावर रहेछ। इस्यु म्यानेजर चाहिँ आरबिबी मर्चेन्ट नै रहेछ। फागुन 13 गतेदेखि लिएर फागुन 27 गतेसम्म यसमा भर्न मिल्छ। दोलखाको बिकु गाउँपालिका वडा नम्बर 8 का स्थानीय कालिन्चोक गाउँपालिका वडा नम्बर 2-3 का स्थानीय आवेदन दिन सक्नेछ। अरूले चाहिँ यसमा दिन मिल्दैन। दुईटा चाहिँ कालिन्चोक र एपोलो हाइड्रो पावर लिमिटेड चाहिँ फरन र लोकलले मात्र भर्न मिल्दो रहेछ। सो गाइस को लागि यति नै हो। फेरि भेटौँला अर्को भिडियोमा। भिडियो मन पर्यो भने भिडियोलाई लाइक, च्यानल सब्स्क्राइब गरिहाल्नुहोस्।